साथीहरू हाम्रो बजेको भाषण सुन्नमा यस्तो खतरा छ कि होइन कुरै छोडिदिउँ के। हरूले धेरै सकायो, धेरै खटक गरे, तर पुराना जति आउँछन् झोलेका भर्न आउँछन्। नयाँ पार्टी चिन्नु पर्यो। नयाँ पार्टी चिन्नको लागि पनि अहिले हामी विजय गर्नु सक्छौँ भन्नु सकिँदैन। सरकारले तोकेको छ र देउडीदेखि भेइयो भन्ने एउटा उपान छ, तर हामी धेरै सरकारले तोकेर हामी तर्सिसकेका छौँ। अनि नयाँ पार्टीले पनि त्यस्तै तर्साउने त्यस्तै उ गर्ने भयो भने नयाँ पार्टी भनेर पनि के काम छ? काम केही छैन। त्यस कारणले हामी जनता धेरै पीडितमा छौँ। पार्टी हो, नयाँ पार्टीलाई अहिले हामी विजय गर्छौँ भन्न हामी सक्दैन, हामी जनताले सक्दैन। जनताको हिउँ अधिकार दिनु पार्टीले बुझिदिनु पर्यो। पार्टीको चलपल पनि जनताले बुझ्दै होला। त्यसपछि पार्टी त फेर्नै पर्छ हामीले। जनताले पार्टीमा फेरि हुँदैन, हामी जनताले पार्टी फेर्नै पर्छ। र अहिले नयाँ पार्टी आउनु भएको हुनाले हामीले सम्मान गर्ने कर्तव्यले हामी सबैले सम्मान गर्ने बाध्यता छ। जनता त अहिले धेरै पीडितमा छौँ। डोल्पाका नेताले जनतालाई तिर मर्का दिइसकेछन्। बोल्ने मौका दिनु भएको हुनाले म दुई शब्द यहाँ टुङ्ग्याउन चाहन्छु।